साथीहरू, आज मिति 2082 2/21 गते जेठ 21 गते तदनुसार त्यही हो। र इन्डियन प्रिमियर लिग पनि सक्यो। अब बेङ्गलोरले जित्यो, कङ्ग्रेचुलेसन बेङ्गलोरलाई। पन्जाबलाई जसरी हराएर जितेको छ। 17 वर्षपछि 18औं वर्षमा लाग्दाखेरि कन्डिसन एकदम मिलेको छ र 6 रनले जितेको थियो। 191 रनको टार्गेट बेङ्गलोरले दिएको थियो पन्जाबलाई, तर पन्जाबले 6 रनले हार्न पुगेको छ म्याक्सिमम। अब अर्को पालि इन्डियन प्रिमियर लिग कसले जित्छ त्यो त भन्न सकिँदैन। जे होस्, कुनै कुरा हामीले गर्दाखेरि अनन्तसम्म लागिरहनु पर्छ भने यसले पनि ज्ञान दिएको छ। मान्छेले एकचोटि, दुईचोटि, तीनचोटिमा हार मान्छन्, तर जिन्दगीमा कहिले पनि हार मान्नु हुँदैन। चाहे 50 चोटि होस्, चाहे 79 चोटि होस्, चाहे 108 चोटिसम्म खेल्नुहोस्, जिन्दगीमा हार मान्नु हुँदैन। जसले हार मान्छ त्यो जिन्दगीमा अगाडि बढ्न सक्दैन साथीहरू। त्यसैले म भन्न चाहन्छु, जिन्दगीमा कर्मसहित अगाडि बढ्नुहोस्, फल आफै आउनेछ। कर्म नगरी फल पाइँदैन। कर्म नै सबैभन्दा ठुलो कुरो हो यो संसारमा। यो पृथ्वीमा जति पनि हामी मानव छौँ, 8 अरब मानव, त्यसमा 1 देखि 10% मान्छेहरू सक्सेस भएका छन् भयङ्करताले, करोडौँ अरबौँ खरबौँ पैसा कमाएर। र जिन्दगी भनेको यस्तै हो, कहिले दुःख आउँछ, कहिले सुख आउँछ। हाम्रो संसारमा जिन्दगीमा कुनै पनि कुराले हामीलाई सताउन सक्छ। जुन कुराले हामीलाई सताउँछ त्यो कुरालाई धेरै चित्त दुखाउनु हुने छैन। चिन्तन गर्नुपर्छ, तर चित्त दुखाएर काम छैन। जिन्दगीमा जस्तोसुकै पहाडका डिस्को या जस्तोसुकै चट्टानै आयो भने त्यसलाई फोडेर अगाडि बढ्न सक्नुपर्छ। त्यही नै जिन्दगीको एक मान्यता हो। हाम्रो यो संसारमा कति मान्छे, छुट्टै मान्छे यो जिन्दगी त्याग्छन् पीडा सहन नसकेर, तर त्यो कदापि गर्नु हुँदैन। भगवानको नाम लिनुहोस्, श्रीरामको नाम लिनुहोस्, राधे राधे भन्नुहोस्, ओम पशुपतिनाथ आय नमः भनेर जप गर्नुहोस्, भगवानको चिन्ता गर्नुहोस्, चिन्तन गर्नुहोस्, उपवास बस्नुहोस् र जिन्दगीमा अगाडि बढ्नुहोस्। जिन्दगी भने चलिरहन्छ। आज 1 वर्ष हुनुहुन्छ भने भोलि अर्को 2 वर्ष चल्दा हामी 70-80 वर्षको जिउनीको यो एउटा मानव जीवनी हो। त्यसपछि हामी कुन जुनमा जान्छौँ भन्ने त उपरवालाले लेखेको हुन्छ। साथीहरू, यस संसारमा कहिले पनि हामी विचलित हुनु हुँदैन। यस संसार सधैँ अगाडि हातमालो अगाडि बढ्नुपर्ने छ। जसरी हिजो बेङ्गलोरले उत्सव मनायो, पन्जाबले हार्यो, त्यही पनि उनीहरू पनि अर्को पल्ट अवश्य जित्दैछन्, किनभने हारबाटै मान्छेलाई जितको सफलता मिल्नेछ। कुनै पनि कुरो हार्यो भन्दैमा त्यो कुरो हामीले चटक्क छोड्यो भने त्यो जिन्दगीमा कहिले पनि अगाडि बढ्न सकिँदैन। त्यसैले साथीहरू, यो जिन्दगीमा हार मान्नु भनेकै जिन्दगी अगाडि नबढ्नु हो। जिन्दगीलाई मनको शान्ति चाहनुहुन्छ भने ओम सोम शिवाय नमः भनेर जप्नुहोस्। बिहान 4 बजे उठेर दक्षिणतिर फर्केर 1008 चोटि जप्नुहोस्। तपाईँको मन आत्मा शान्ति हुन्छ। यस संसार भनेको यस्तै हो, चलिरहन्छ, चल्दैछ र भोलिका दिनमा पनि चलिरहन्छ। धन्यवाद।